लहलैमा लागेर अथवा एक्सपेरिमेन्ट गर्ने हिसाबले एउटा चुरोट तान्ने प्रवृत्तिले बढ्दै बढ्दै जाँदा चाहिँ पछि चुरोट खाने लत नै लाग्दछ। वास्तवमा यो किन हुन्छ, कसरी हुन्छ, आउनुहोस् आजको यो भिडियोमा हामी छलफल गरौँ। नमस्कार, म डाक्टर सन्तोष प्रसाद शाह, कन्सल्टेन्ट फिजिसियन। सिक्रेटमा 3वटा पार्ट हुन्छ। नम्बर 1 चाहिँ फिल्टर, नम्बर 2 पेपर ऱ्याप, नम्बर 3 चाहिँ टोब्याको। अब यो टोब्याकोमा पनि निकोटिन भन्ने केमिकल्स हुन्छ र निकोटिन सँगसँगै 7000 भन्दा धेरै अरू कम्पाउन्ड्सहरू हुन्छ र यो हामीले चाहिँ यो एउटा सिगरेटमा निकोटिनको कुरा गर्नुपर्दा 10 मिलिग्रामदेखि 12 मिलिग्राम निकोटिन हुन्छ र यो निकोटिन चाहिँ हामीले जब स्मोक गर्छौं त्यसमा चाहिँ लगभग त्यसको 10% जति हाम्रो बडीमा एब्जर्ब हुन्छ, भनेको मतलब फोक्सोबाट रगतमा जान्छ र त्यही निकोटिन रगतको माध्यम हुँदै मस्तिष्कमा ब्रेनमा पुग्दछ र त्यहाँ ब्रेनमा निकोटिनिक एसिटाइलकोलिन रिसेप्टर हुन्छ। त्यो रिसेप्टरमा बाइन्ड गर्छ र ब्रेनमा चाहिँ त्यो रिसेप्टरमा बाइन्ड गरिसकेपछि हाम्रो मस्तिष्क ब्रेनमा चाहिँ डोपामिन भन्ने कम्पाउन्ड रिलिज हुन्छ र डोपामिन सँगसँगै अरू पनि न्युरोट्रान्समिटरहरू रिलिज हुन्छ र यो न्युरोट्रान्समिटरहरूको काम के भन्दा चाहिँ हाम्रो ब्रेनलाई चाहिँ ब्रेनको मुड चाहिँ अलि एक्टिभेट गरिदिन्छ, हामीलाई एलर्टनेस बनाइदिन्छ र हामीलाई चाहिँ अझ यो चुरोटको खाउँ भन्ने चाहिँ त्यो चाहिँ बानी बसाल्नमा चाहिँ यो निकोटिनले चाहिँ हेल्प गर्दछ र निकोटिनले चाहिँ स्ट्रेस पनि रिलिभ गराउँछ, भनेको मतलब चिन्ताहरू दूर गराउँछ र निकोटिनले चाहिँ हाम्रो बडीमा चाहिँ रिवार्ड सेन्टर चाहिँ एक्टिभेट गर्छ, भनेको मतलब हामीलाई चाहिँ केही कुरा पाएको जस्तो, केही राम्रो कुरा भएको जस्तो चाहिँ फिलिङ आउँछ र यो निकोटिन हाम्रो बडीमा चाहिँ लिभरमा गएर डिएक्टिभेट हुन्छ र लिभरबाट एक्सक्रेसन गर्नमा हेल्प गर्छ र हाम्रो बडीमा यसको हाफ लाइफ भनेको 1 to 2 आवर, 1 घण्टादेखि 2 घण्टा, भनेको मतलब हाम्रो बडीमा चाहिँ निकोटिन गएदेखि 1 देखि 2 घण्टामा यसको आधा जति परिणाम चाहिँ 1 देखि 2 घण्टामा शरीरभन्दा बाहिर जान्छ। त्यही भएर यो निकोटिनको जुन ब्रेनलाई चाहिँ एक्टिभेट गर्ने कुरा थियो, 1-2 घण्टापछि हाम्रो बडीलाई चाहिँ फेरि निकोटिन चाहिने जस्तो फिलिङ आउँछ, जसले गर्दा मानिसहरू चाहिँ फेरि चुरोट खान चाहिँ खोज्दछ र यसमा चाहिँ निकोटिनले चाहिँ मेनली चाहिँ हाम्रो लत बसाउने काम गर्दछ, चुरोटको लत बसाउने र पटक तान्ने भनेर र निकोटिन सँगसँगै जुन अघि मैले कुरा गरेको थिएँ 7000 भन्दा धेरै कम्पाउन्ड्सहरू त्यो र अनि अर्को चाहिँ हाम्रो बिहेभियरल प्रवृत्तिले गर्दा चाहिँ यो चुरोट चाहिँ खाइराख्ने हरेक 2-3 घण्टामा खाइराख्ने र यो सधैँ चाहिने जस्तो चाहिँ बानी बसाल्दछ र हाम्रो शरीरमा निकोटिनको मात्रा कमी भयो भने चाहिँ हामीलाई क्रेभिङ हुन्छ र हामीले अलि स्याडनेस जस्तो फिल आउँछ र अलि अल्छीपना जस्तो केही काम गर्न मन नलाग्ने र मुड चाहिँ अलि डिप्रेस भएको जस्तो चाहिँ फिलिङ आउँछ। सुरुमा 1-2 चुरोटले पुग्ने मानिसहरूलाई चाहिँ पछि त्यही 1-2 चुरोटको निकोटिनले नपुगेर मुड चाहिँ इलिभेट नभएर पछि अझ बढी एकैचोटिमा 4-5वटा चुरोट चाहिने र त्यो सँगसँगै चुरोटको परिणाम चाहिँ बढाउँदै जान्छ। यो किन हुन्छ भन्दा चाहिँ हाम्रो ब्रेनमा चाहिँ हाम्रो बडीले चाहिँ के गर्छ, टोलरेन्स डेभलप गर्छ र सुरुमा चाहिँ जति निकोटिनले हाम्रो मुड इलिभेट हुन्थ्यो पछि जाँदै गर्दा चाहिँ त्यति निकोटिनले चाहिँ हाम्रो मुड चाहिँ इलिभेट हुँदैन र बढी निकोटिन चाहिन्छ। त्यसको लागि चाहिँ हामी बढी चुरोट खान्छौँ र यो प्रवृत्ति बढ्दै जाँदा चाहिँ हामी चाहिँ चुरोट तान्नै पर्ने जस्तो लत बस्छ र यो छुटाउन चाहिँ पछि एकदमै गाह्रो हुन्छ।